आज चाहिँ माघे सङ्क्रान्तिको तयारी गरियो है साथीहरू। सो हेलो फ्यामिली, सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै छु। हुन त माघे सङ्क्रान्ति आज हो, तर हिजो तयारी गरेको भिडियो आज एडिट गरेर पोस्ट गर्दैछु। लड्डु बनाउनको लागि सक्खर त तयार गर्नै पर्यो, त्यही भएर म लागेँ सक्खर पकाउनतिर। पछि कराईमा थोरै घिउ राखेर म लागेँ सक्खरलाई टुक्राउनतिर। टक्कसँगले आधी सक्खरलाई टुक्राइसकेँ अनि त्यस पछाडि सरेर कराईमा हाल्दै एकछिन छोडिदिएँ। अनि बाँकी रहेको सबै सक्खरलाई पनि टुक्रा बनाएर सबैलाई एकैचोटि पकाउन थालेँ। एकैछिन पछि त सक्खर त मजाले सट्ट पाकिहाल्यो। अनि म चाहिँ लागेँ मुरैलाई नाङ्लोतिर हाल्नको लागि। अनि त्यस पछाडि नाङ्लोमा मुरै हालेँ अनि एकैछिन सक्खरलाई चलाएर मुरैमाथि सट्ट सक्खर हालेँ। अनि हातमा थोरै पानी लगाएर चाहिँ म लागेँ लड्डु बनाउन। अनि त्यस पछाडि ड्याङ्का ड्याङ ड्याङ्का ड्याङ म चाहिँ लागेँ लड्डु बनाउनुतिर। अनि त्यस पछाडि यसो हेरेको त आधी लड्डु पनि बनिसकेछ। यत्तिकै खुल्ला राख्न त भएन, त्यही भएर टक्कसँगले एउटा पोलिथिनमा हालेर सट्ट राखेँ। अनि बाँकी रहेको सबै मुरैलाई सक्खरमा मोलेर तिनीहरूको पनि लड्डु बनाएर चाहिँ सकिसकेँ। मुरैको चाहिँ लड्डु बनेर सकिसकेको थियो। त्यस पछाडि लागेँ म नरिवल कोर्नतिर। छेउमा चाहिँ थोरै कमिलाले खाएको भएर चाहिँ तासतुस गरेर चाहिँ म लागेँ नरिवल कोर्नतिर। नरिवल कोरेर पनि सकिसकेको थियो। अनि कालो तिल र सेतो तिल आमाले पनि भुटिसक्नु भएको रहेछ। त्यस पछाडि नरिवल र सेतो तिलमा चाहिँ सक्खर राखेर मोलमाल गरेर चाहिँ एकछिन छोडिदिएँ। अनि म चाहिँ लागेँ नरिवलको लड्डु बनाउनुतिर। सक्खरमा मोलेको सेतो तिललाई पनि एकैछिन फ्रिजमा छोडिदिएँ। अनि त्यस पछाडि लगभग चाहिँ नरिवलको लड्डु पनि बनेर सकिसकेको थियो। अनि यता तरुल पनि उसिनेर सकिसकेको रहेछ। अनि सो हेर्दै म लागेँ फेरि तिलको लड्डु बनाउनुतिर। अनि त्यस पछाडि ड्याङ्का ड्याङ ड्याङ्का ड्याङ मैले लड्डु बनाउन थालेँ। सेतो तिलको पनि लड्डु बनेर चाहिँ सकिसकेको थियो। अनि त्यस पछाडि कालो तिलको लड्डु बनाउन थालेँ। अनि त्यस पछाडि ड्याङ्का ड्याङ ड्याङ्का ड्याङ मैले चाहिँ लागेँ कालो तिलको लड्डु बनाउन। कालो तिलको पनि चाहिँ लड्डु बनेर सकिसकेको थियो। सबै खालको लड्डुहरू पनि बनेर सकिसकेको थियो र मेरो काम पनि सकियो। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। ह्याप्पी माघे सङ्क्रान्ति अनि थ्याङ्क यू फर वाचिङ।